सबैजनालाई धन्यवाद छ। महाअभियानमा रातपिण्ड भनेर निन्द्रा नभनेर यो अभियानमा यहाँहरू खटिदिनु भयो। मेरा आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू तपाईहरू सबैजनालाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँहरू सबैजनालाई म व्यक्तिगत रूपमा धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। यहाँहरू सबैजनालाई एउटा सपना बोकेर आएका थियौँ हामी बाँके क्षेत्र नम्बर 3 मा। एउटा उद्देश्य बोकेर आएका थियौँ हामी बाँके क्षेत्र नम्बर 3 मा। एउटा लक्ष्य र उद्देश्य बोकेर हामी तपाईको बीचमा आएका थियौँ। यो झन्डै 3 महिना, एकैछिन हल्ला नगरिदिनु होला, एकैछिन नबोलिदिनु होला कोही। यो 2 महिना यो झन्डै 2 महिना हामीसँग हिँडिदिनु भयो। पानी पनि नपिएर, घाम पानी नभनेर, भोक निन्द्रा नभनेर हामीसँग हिँडिदिनु भयो। तपाईहरू सबैजनालाई हृदयदेखि नै फेरि पनि धन्यवाद टक्राउन चाहन्छु। धेरै धेरै सम्मान टक्राउन चाहन्छु। हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। यो 2 महिनाको पिरियडमा धेरै हन्डरहरू खायौँ हामीले, धेरै ठक्करहरू खायौँ हामीले, धेरै भागदौड, धेरै लकटको अवस्थामा आज यो ठाउँमा आइपुगेका छौँ। यो बीचमा धेरै खिचातानी भए, धेरै राजनैतिक आरोप प्रत्यारोपहरू भए। धेरै ठुलो त्यो सङ्घर्षपछि आजको दिनमा यो ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले